नमस्कार, म तुलाराम डाङ्गी छेत्री। आज म तपाईहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता कसरी लिने अनलाइन फारम भरेर तपाई हामी देश विदेश तथा घरमै बसेर पनि हामीले अनलाइन सदस्यता फारम भरेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता बन्ने छौं। कसरी बन्ने, हामी कसरी फारम भर्ने भन्ने विषयमा म तपाईहरुलाई सिकाउन जाँदैछु। यो भिडियोमा चाहिँ लास्टसम्म हेरिदिनु होला, नबुझेपछि कमेन्ट गर्नु होला, म तपाईहरुलाई सिकाउने छु है त। यो आरएसपी लेखेर तपाईले प्ले स्टोर अथवा एप स्टोरमा सर्च गरेर खोज्नु होला। यो घण्टी छ हेर्नुस् है, यो घण्टीको लोगो भएको यो यसरी खुल्छ। यो एप्लिकेसन डाउनलोड गरिसकेपछि तपाईले चाहिँ यहाँनेर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता आवेदन फारम भर्नको लागि तपाई यहाँनेर खुल्छ। यहाँनेर हेर्नुस्, सामेल हुनुहोस् मा क्लिक गर्नुहोस्। योमा मैले पहिले फोटो अपलोड गरिसकेको थिएँ। योमा पासपोर्ट साइजको फोटो अपलोड गर्नु होला, नभए तपाई फ्रन्ट क्यामेराबाट आफै क्यामेरा सुट गर्न पनि सक्नुहुन्छ। त्यसैगरी तपाईले यहाँनेर लिङ्ग पुरुष महिला जो हुनुहुन्छ सिलेक्ट गरिदिनु होला। त्यसैगरी यहाँ पुरा नाम लेख्नु होला, जिमेल लेखिदिनु होला, मोबाइल नम्बर भर्नु होला, अनि त्यसपछि अर्कोमा जानुहोस्। अब यहाँनेर जातीय क्लस्टरमा क्लिक गर्नुहोस्। यहाँनेर आफ्नो मैले चाहिँ खसार्यमा क्लिक गरिएँ। प्रदेश चयन गर्नुहोस्, प्रदेश कुन हो तपाईको हैन। मेरो चाहिँ कर्णाली प्रदेश हो, कर्णाली गरिदिएँ। जिल्ला चयन गर्नुहोस्, मेरो चाहिँ सल्यान जिल्ला हो, म सल्यान गरेँ। त्यसैगरी नागरिकता चयन गर्नुहोस्, नगरपालिका नगरपालिका चयन गर्नुहोस्। मेरो चाहिँ कपुरकोट गाउँपालिका हो, कपुरकोट गरेँ। अनि त्यसरी वडा नम्बर चयन गर्नुहोस्, मेरो वडा नम्बर 3 हो। अनि पेशा चयन गर्नुहोस्, पेशा चाहिँ म चाहिँ कृषकमा राखिदिएँ। फेरि अर्कोमा गर्नुहोस् र नागरिकता र पासपोर्ट कुनमा लिन चाहनुहुन्छ। म चाहिँ नागरिकताबाट लिन्छु है। मैले चाहिँ नागरिकताबाट लिएँ। मेरो चाहिँ 2044 साल 01 महिना 31 गते राखिदिएँ। तपाईहरु पनि त्यसै गरी राख्नु होला। मैले राखेँ। नागरिकता नम्बर, मेरो नागरिकता नम्बर 25479 राखिदिएँ। त्यसैगरी नागरिकता जारी गरिएको जिल्ला राख्नुहोस्। मेरो चाहिँ सल्यान हो। कता गयो सल्यान, दाङ सल्यान आयो। नागरिकता चयन गरेको राख्नु होला। नागरिकताको फोटो अगाडिको राख्नुहोस्। नागरिकताको फोटो चाहिँ मेरो कहाँनेर छ खै, मेरो नागरिकताको फोटो अगाडिको यहाँनेर छ। ल राखेँ। अब पछाडिको नागरिकताको फोटो पछाडिको फोटो राख्नुहोस्। नागरिकताको पछाडिको फोटो कताको नागरिकता हो कि यहीँनिर क्लिक गरेको होइन। सेट फोटा धेरै भएपछि यही त हुन्छ हैन, भेटिँदैन सिधैमिधै। ल नागरिकताको पछाडिको फोटो पनि अपलोड गरेँ मैले। अब यहाँनेर टिक चिन्ह लगाइदिनुस्। फेरि अर्कोमा क्लिक गर्नुहोस्। तपाईले यहाँनेर दर्ता भुक्तानीमा 500 देखि भर्न सक्नुहुन्छ है। तपाईले यहाँनेर अमाउन्ट भर्दिनुस्। 500 देखि 5000 सम्म छ यो लिनको लागि। मैले चाहिँ ई-सेवाबाट गर्ने भएको छु। नेभल ब्याङ्कबाट खल्तीमा आएन, त्यसैले अब ई-सेवाबाट गर्छु। म ई-सेवाबाट गर्न जाँदैछु। ई-सेवा 500 क्लिक गरेँ, धेरै त सकिँदैन। 500 चाहिँ क्लिक गर्छु म।
132807 132807 त्यसै गरी इमेल अब फेरि ओटिपी आउँछ यहाँनिर ओटिपी आयो भनेपछि तपाईले चाहिँ त्यो ओटिपी भरिदिनु होला ल मलाई ओटिपी पनि आयो 98515181 मेरो ओटिपीमा प्रमाणित गर्नुहोस् पासवर्ड प्रविष्ट गर्नुहोस् अब यहाँनिर आवेदन फारमको लागि पासवर्ड भर्नुहोस् म चाहिँ पासवर्ड दिएँ TDC@24678 मैले आफ्नो पासवर्ड सेभ गरेँ लगइन गर्नुहोस् म गएँ पेसा अपडेट गर्नुहोस् म चाहिँ कृषकी राखेको थिएँ कृषकी राख्छु ओके मेरो चाहिँ लगइन भइसकेको छ हेर्नुहोस् सब यहाँनिर आइसक्यो घन्टी अब यहाँनिर हेर्नुहोस् मेरो चाहिँ पालिका कुल कपुरकोट वार्ड कुल 3 आइसक्यो प्रोफाइल पुरा गर्नुहोस् अब प्रोफाइल पुरा गर्छु मैले यहाँनिर भेरिफाई इमेल गर्नुपर्छ है इमेल चाहिँ भेरिफाई गर्नको लागि तपाईले सदस्यता पत्र लिनको लागि चाहिँ इमेल भेरिफाई गर्नुपर्ने आवश्यक छ म इमेल भेरिफाई गर्छु हुन्छ ल हेर्नुहोस् माथि मेरो 500 रुपैयाँ पनि कटिसक्यो यी सेवामा आइसक्यो मेसेज है मैले 500 रुपैयाँ दिइसकेको छु उता इमेल भेरिफाईको लागि सरी मैले कम्प्युटरमा अन गरेको थिएँ मेरो चाहिँ यता इमेल यहाँ आइसकेको छ म तपाईलाई भेरिफाई गरेको पनि देखाउँछु है नआत्तिनु होला यहाँनिर आएको छ यहाँ मोबाइलबाटै इमेल लगइन गर्नुपर्ने भयो मैले कम्प्युटरमा लगइन गरेको थिएँ त्यसैले भएन म चाहिँ इमेल भेरिफाई गर्छु इमेल भेरिफाईमा आएको छ यहाँनिर भेरिफाई इमेल यहाँबाट डाइरेक्ट जानुहोस् गुगलबाट गए पनि भयो सफारीबाट गए पनि भयो मैले सफारीबाट भेरिफाई गरेँ लगइन हुनुहोस् मा जानुहोस् मोबाइल नम्बर भर्नुहोस् यहाँ 9708743715 लगइन गर्नु पासवर्डमा लगइन गरेँ मैले सेभ पासवर्ड ल हेर्नुहोस् मेरो इमेल पनि भेरिफाई भइसक्यो अब मेरो सबै भइसकेको छ ल हेर्नुहोस् यी सबै देखाइसक्यो हैन अब केही समयपछि मात्रै मैले चाहिँ आफ्नो सदस्यता पत्र डाउनलोड गर्न सक्ने छु मेरो इमेल चाहिँ भेरिफाई भइसकेको छ त्यसैगरी तपाईहरु पनि गर्नुहोस् मैले सबै भेरिफाई गरिसके मैले फारम भरिसके सबै हेर्नुस् यहाँ मेरो सबै डिटेलहरु भइसकेको छ तपाईहरु पनि भर्नुहोस् नबुझेको खण्डमा मलाई चाहिँ सम्पर्क गर्नु होला